सो नमस्कार साथीहरू, फेरि पनि म तपाईँहरूको माझ ड्राइभिङ लाइसेन्सको लिखित परीक्षामा सोधिने प्रश्नहरू लिएर आइसकेको छु। पछिल्लो भिडियोमा हामीले 1 देखि 25 सम्मका प्रश्नहरू हेरेका थियौँ भने आज हामी 25 देखि 50 सम्मका प्रश्नहरू हेर्नेछौँ। यदि तपाईँहरूले पछिल्लो भिडियो हेर्नु भएको छैन भने मैले डिस्क्रिप्सन बक्समा लिङ्क राखिदिनेछु, त्यहाँबाट तपाईँले हेर्न सक्नुहुन्छ। र यिनै प्रश्नहरूमध्ये तपाईँको लिखित परीक्षामा प्रश्नहरू आउँछ, सो प्रश्नहरू चाहिँ ध्यान दिएर हेर्नु होला। सो हाम्रो 25 नम्बरमा प्रश्न रहेको छ, कस्तो क्षेत्रमा हर्न बजाउन हुँदैन? यसका अप्सन रहेका छन् मूल सडकमा, ट्राफिक जाम भएको क्षेत्रमा, विद्यालय र अस्पताल नजिक, नारा जुलुस भएको ठाउँमा। सो यसको सही उत्तर के हुन्छ त साथीहरू? विद्यालय र अस्पताल नजिक चाहिँ हामीले कहिले पनि हर्न बजाउनु हुँदैन। यो त तपाईँले पनि पक्कै पनि थाहा पाउनु भएको होला। त्यसै गरी प्रश्न नम्बर 26 मा अर्को प्रश्न रहेको छ, मोटरसाइकल चलाउँदा टाउको बचाउने मुख्य उपाय के हो? यसका अप्सन रहेका छन् बिस्तारै चलाउने, क्याप लगाउने, ओभरटेक नगर्ने वा हेलमेट लगाउने। सो मोटरसाइकल चलाउँदा टाउको बचाउने मुख्य उपाय चाहिँ हाम्रो हेलमेट लगाउने हो कि नै? त्यसैले हाम्रो सही उत्तर चाहिँ अप्सन घ हुन्छ, हेलमेट लगाउने। पानी परेको बखत सवारी चलाउँदा के कुरामा विशेष ध्यान पुर्याउनु पर्दछ? यसका अप्सन रहेका छन् चक्का चिप्लिने, ब्रेक नलाग्ने, त्यसै गरी पैदल यात्रीले हिलो छ्याप्ने वा माथिका सबै। सो पानी परेको बेला चाहिँ हामीले यी सबै कुराहरू ध्यान दिनुपर्छ, त्यसैले अप्सन घ यसको सही उत्तर हो। त्यसै गरी प्रश्न नम्बर 28 मा अर्को प्रश्न रहेको छ, आफूभन्दा अगाडिको गाडी स्पिड कम हुँदै गरेको केबाट थाहा हुन्छ त? आफूभन्दा अगाडिको गाडीको स्पिड कम भएको चाहिँ हामीले ब्रेक लाइटबाट थाहा पाउँछौँ। त्यसै गरी प्रश्न नम्बर 29 मा अर्को प्रश्न रहेको छ, दुई पाङ्ग्रे सवारी साधनमा कतिजनासम्मले यात्रा गर्न मिल्छ? सो बाइक वा स्कुटीमा कतिजनासम्म यात्रा गर्न मिल्छ त? सो दुई पाङ्ग्रे सवारी साधनमा चाहिँ 2 जना यात्रा गर्न मिल्छ। त्यसै गरी प्रश्न नम्बर 30 मा अर्को प्रश्न रहेको छ, कस्तो अवस्थामा ओभरटेक गर्नु हुँदैन? यसका अप्सन रहेका छन् जेब्रा क्रसिङमा ओभरटेक गर्नु हुँदैन कि अगाडिको गाडीले ओभरटेक गरिरहेको अवस्थामा ओभरटेक गर्नु हुँदैन, कुहिरो लागेको बेलामा ओभरटेक गर्नु हुँदैन, वक्तिका सबै। सो यसको सही उत्तर के हुन्छ? हामीले जेब्रा क्रसिङमा पनि ओभरटेक गर्नु हुँदैन, अगाडिको गाडीले ओभरटेक गरिरहेको अवस्थामा पनि ओभरटेक गर्नु हुँदैन, कुहिरो लागेको बेलामा पनि ओभरटेक गर्नु हुँदैन। त्यसैले अप्सन घ हाम्रो के हुन्छ? सही उत्तर हुन्छ। त्यसै गरी प्रश्न नम्बर 31 मा अब हाम्रो अर्को प्रश्न रहेको छ, मोटरसाइकल चलाउनु पूर्व कुन कुन कुरामा ध्यान दिनु पर्दछ त? यसका अप्सन रहेका छन् सवारीको अवस्था हेर्ने, इन्धन कति छ भनेर चेक गर्ने, क्लच एक्सिलेटरको अवस्था चेक गर्ने वा माथिका सबै। सो कुनै पनि सवारी चलाउनु पूर्व हामीले यी सबै कुराहरू ध्यान दिनुपर्छ, त्यसैले अप्सन ख चाहिँ यसको सही उत्तर हुन्छ। त्यसै गरी प्रश्न नम्बर 32 मा अर्को प्रश्न रहेको छ, विद्यालय तथा अस्पताल अगाडि सवारी चलाउँदा के गर्नु हुँदैन? यसका अप्सन रहेका छन् हर्न बजाउनु हुँदैन कि, तीव्र गतिमा सवारी चलाउनु हुँदैन कि, ओभरटेक गर्नु हुँदैन कि, माथिका सबै। सो यसका सही उत्तर चाहिँ माथिका सबै हुन्छ। सो प्रश्नहरू चाहिँ एकदमै सजिलो आउने गर्छ तपाईँको एक्जाममा। अर्को प्रश्न रहेको छ हाम्रो, वर्गाकार ट्राफिक चिन्हले के जनाउँछ? सो वर्गाकार ट्राफिक चिन्हले के जनाउँछ त? वर्गाकार ट्राफिक चिन्हले चाहिँ सूचनामूलक भन्ने जनाउँछ। त्यसै गरी अर्को प्रश्न रहेको छ, रातको समयमा ओभरटेक गर्न अगाडिको सवारीलाई कसरी सङ्केत दिनु पर्दछ त? यसका अप्सन रहेका छन् हेडलाइट हाई डिम गरेर, इन्डिकेटर बालेर, इन्जिन ब्रेस गरेर वा माथिका सबै। सो हामीले चाहिँ हेडलाइट बालेर सङ्केत दिन पर्दछ। त्यसै गरी प्रश्न नम्बर 35 मा अर्को प्रश्न रहेको छ, गोलो घुम्तीमा कताबाट आउने सवारी साधनलाई पहिलो प्राथमिकता दिनु पर्दछ त? यसका अप्सन रहेका छन् दायाँबाट आउनेलाई, बायाँबाट आउनेलाई, माथिबाट आउनेलाई, पछाडिबाट आउनेलाई वा माथिका सबै। सो हामीले चाहिँ गोलो घुम्तीमा दायाँबाट आउने सवारीलाई चाहिँ बढी प्राथमिकता दिनु पर्दछ। सो अप्सन क यसको सही उत्तर भयो। त्यसै गरी प्रश्न नम्बर 36 मा अर्को प्रश्न रहेको छ, लेन अनुशासन भनेको के हो त? लेन अनुशासन भनेको अप्सन रहेका छन् जेब्रा क्रसिङमा रोक्ने, आफ्नो लेनबाट मात्र सवारी चलाउने, रातो बत्तीमा रोक्ने, मादक पदार्थ सेवन नगर्ने। सो लेन अनुशासन भनेको के हाम्रो? आफ्नो लेनबाट मात्र सवारी चलाउनु हो, त्यसैले अप्सन ख चाहिँ यसको सही उत्तर हो। त्यसै गरी प्रश्न नम्बर 37 मा अर्को प्रश्न रहेको छ, कुन कुन सवारीमा गति सीमित हुँदैन?
यसका अप्सन रहेका छन् दमकल, एम्बुलेन्स, विशिष्ट सवारीमा, पर्यटक सवारीमा वा राटो नम्बर प्लेटका सवारीमा, कुटनीतिक सवारीमा। सो गति सीमित नहुने सवारी चाहिँ हाम्रो दमकल, एम्बुलेन्स वा विशिष्ट सवारीमा हो। ओके, प्रश्न नम्बर 38 मा अर्को प्रश्न रहेको छ फुटपाथ किन बनाइएको हो त? फुटपाथ किन बनाइएको हो? यो त सबैलाई थाहा छ, फुटपाथ चाहिँ पैदल यात्री हिँड्नको लागि बनाइएको हो। त्यसै गरी प्रश्न नम्बर 39 मा अर्को प्रश्न रहेको छ ट्राफिक प्रहरीले गल्ती देखाई सवारीलाई रोकेमा कस्तो व्यवहार गर्नुपर्दछ? यदि तपाईँ बाइक चलाउँदै हुनुहुन्छ, ट्राफिकले तपाईँको गल्ती देखायो भने कस्तो व्यवहार गर्नुहुन्छ त? यसका अप्सन रहेका छन् गल्ती छैन भने जिद्दी गर्ने, ट्राफिक प्रहरीलाई छलेर भाग्ने, नम्रतापूर्वक गल्ती महसुस गर्ने वा गाडी छोडेर भाग्ने। सो यसको सही उत्तर चाहिँ नम्रतापूर्वक गल्ती महसुस गर्ने। सो अप्सन ग चाहिँ यसको सही उत्तर हो। सडकको रेखाङ्कनमा कुन कुन रङको प्रयोग गरिन्छ त? सडकको रेखाङ्कनमा चाहिँ हाम्रो सेतो र पहेँलो रङ रेखाङ्कन गरिएको हुन्छ। त्यसै गरी प्रश्न नम्बर 41 मा अब अर्को प्रश्न रहेको छ साइड रोडबाट मेन रोडमा पस्ने बेलामा चालकले के गर्नु हुँदैन? सो यसका अप्सन रहेका छन् सवारी साधनको गति बढाउनु हुँदैन, मेन रोडको बिचमा गाडी रोक्न हुँदैन, सिग्नल नदी प्रवेश गर्नु हुँदैन वा माथिका सबै। सो यसको सही उत्तर माथिका सबै हुन्छ। त्यसै गरी प्रश्न नम्बर 42 मा अर्को प्रश्न रहेको छ अग्नि नियन्त्रण यन्त्र भनेको के हो? आगो निभाउने यन्त्रलाई चाहिँ हामीले के भन्छौँ? अग्नि नियन्त्रण यन्त्र भनेर भन्छौँ। सो यसको सही उत्तर के हो? अप्सन घ हो। त्यसै गरी प्रश्न नम्बर 43 चाहिँ एकदमै इन्ट्रेस्टिङ रहेको छ मोटरसाइकल हाकिरहेको बेला तपाईँको फोन आयो, घन्टी लगातार बज्यो भने के गर्नुहुन्छ त? यसका अप्सन रहेका छन् सुरक्षित तौरले किनारामा साइड लगाई फोन उठाउँछु वा रोकेर कुरा गर्छु, किनारा साइड लगाई फोनै उठाउँछु वा हेलमेटले मोबाइल च्यापी कुरा गर्दै हिँड्छु। त्यसै गरी अर्को अप्सन रहेको छ सडकमै रोकेर फोन उठाउँछु, कुरा सकिएपछि फेरि हाँक्छु वा अप्सन घ आवश्यकता अनुसार माथिको सबै। सो यसको सही उत्तर के हुन्छ? सुरक्षित तौरले किनारा लगाई साइड लगाउँछु, फोन उठाउँछु र रोकिएर कुरा गर्छु। सो अप्सन क चाहिँ यसको के हुन्छ? सही उत्तर हुन्छ। त्यसै गरी प्रश्न नम्बर 44 मा अर्को प्रश्न रहेको छ तपाईँको सवारी पछाडि एम्बुलेन्स आएमा के गर्नुहुन्छ? यदि तपाईँ बाइक चलाइराख्नु भएको छ, तपाईँको पछाडि एम्बुलेन्स आयो भने के गर्नुहुन्छ त? सो यसका अप्सन रहेका छन् गाडी रोक्ने, साइड दिने, स्पिड बढाउने वा ओभरटेक गर्ने। के गर्नुहुन्छ? सो यसको सही उत्तर साइड दिनुहुन्छ कि नै हो। सो अप्सन ख चाहिँ यसको सही उत्तर हो। त्यसै गरी प्रश्न नम्बर 45 मा अर्को प्रश्न रहेको छ सवारी चलाउँदा के गर्नु हुँदैन? सो सवारी चलाउँदा चाहिँ के गर्नु हुँदैन त? मोबाइलमा कुरा गर्नु हुँदैन कि, मादक पदार्थ सेवन गर्नु हुँदैन कि, जथाभावी ओभरटेक गर्नु हुँदैन कि, माथिका सबै? सो माथिका सबै। हामीले चाहिँ यी मध्ये कुनै पनि काम गर्नु हुँदैन, त्यसैले अप्सन घ चाहिँ यसको सही उत्तर हुन्छ। त्यसै गरी प्रश्न नम्बर 46 मा अर्को प्रश्न रहेको छ नेपालमा सबैभन्दा बढी दर्ता भएको सवारी साधन कुन हो त? सो यसका अप्सन रहेका छन् कार हो कि, बस हो कि, मोटरसाइकल हो कि, ई रिक्सा हो? सबैभन्दा बढी तपाईँले सडकमा के गुडेको देख्नुहुन्छ त? सो सबैभन्दा बढी दर्ता भएको चाहिँ मोटरसाइकल हो, त्यसैले अप्सन ग चाहिँ सही उत्तर हो। त्यसै गरी प्रश्न नम्बर 47 मा अर्को प्रश्न रहेको छ मोटरसाइकलमा हरेक पटक गियर परिवर्तन गर्दा के थिच्नुपर्छ? सो तपाईँले मोटरसाइकल चलाइराख्नु भएको छ, मोटरसाइकल चलाउँदाखेरि तपाईँले गियर चेन्ज गर्दा के थिच्नुहुन्छ त? क्लच हो कि नै? सो यसको अप्सन क चाहिँ सही उत्तर हो। सो त्यसै गरी प्रश्न नम्बर 48 मा अर्को प्रश्न रहेको छ उकालो ओह्रालो जाने मध्ये कुन चाहिँलाई पहिलो प्राथमिकता दिनुपर्दछ? सो यदि तपाईँ उकालो पनि गइराख्नु भएको छ र ओह्रालो पनि आइराख्नु भएको छ भने कसलाई बढी प्राथमिकता दिने त? हो उकालोमा भएको सवारीलाई हामीले बढी प्राथमिकता दिनुपर्दछ। त्यसैले के हो यसको सही उत्तर? उकालो गइरहेको सवारीलाई भन्ने चाहिँ सही उत्तर हो। त्यसै गरी प्रश्न नम्बर 49 मा अर्को प्रश्न रहेको छ सवारी साधन बायाँ मोड्दा के गर्नुपर्दछ? सो सवारीलाई बायाँ मोड्दा के गर्नुपर्दछ त? सवारीलाई बायाँ मोड्दा बायाँ साइडलाई दिने कि नदिने हो? अप्सन क चाहिँ यसको सही उत्तर हो। त्यसै गरी प्रश्न नम्बर 50 मा अर्को प्रश्न रहेको छ मोटरसाइकल चलाउँदा के अनिवार्य हुन्छ? सो मोटरसाइकल चलाउँदा के अनिवार्य हुन्छ? चस्मा लगाउने अनिवार्य हुन्छ कि, ज्याकेट लगाउने अनिवार्य हुन्छ कि, सेफ्टी बेल्ट लगाउने अनिवार्य हुन्छ कि, हेलमेट लगाउने अनिवार्य हुन्छ? सो मोटरसाइकलमा चाहिँ हाम्रो हेलमेट लगाउने अनिवार्य हुन्छ, त्यसैले अप्सन घ चाहिँ सही उत्तर हो। सो आजको लागि यति नै। अर्को भिडियोमा हामी प्रश्न नम्बर 51 देखि 6 सम्म हेर्नेछौँ। सो त्योभन्दा पहिले यदि च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानल
लाई सब्सक्राइब गरिदिनु होला, किनभने यस्तै ड्राइभिङ रिलेटेड अनि त्यसपछि तपाईँलाई डेली लाइफमा युज हुने रिलेटेड भिडियो चाहिँ म तपाईँ माझ ल्याइराख्छु। सो चाहिँ यो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला र यो भिडियो मन पर्यो भने लाइक र सेयर पनि गरिदिनु होला। हस् त, धन्यवाद।